हेलो गाइज है अनि एज यु क्यान सी है यस्तो थोत्रो गाडी चाहिँ यसरी पार्किङमा राखेको छ। किन थाहा छ? पार्किङको पैसा बचाउन। यिनीहरूसँग दुईवटा गाडी हुन्छ है, एउटा राम्रो गाडी हुन्छ है, राम्रो लाइक हुन्छ नि, आई डोन्ट नो है, तर मोस्टली चाहिँ पिपलले यस्तो गर्छ किनकि यो साइड छ नि, लेफ्ट साइड चाहिँ फ्री पार्किङ हो, यो साइडमा पार्क गऱ्यो भने फाइन लाग्छ है। अनि राम्रो गाडी चाहिँ युज गर्छ अनि थोत्रो गाडी राख्छ त्यहीँ, अर्को आएर चाहिँ युज गर्न पाउँदैन भनेर। अनि फेरि अनि थोत्रो गाडी त्यहीँ राखिसकेपछि अनि फेरि बेलुका ल्याएर आउँछ अनि फेरि यता कतै भेट्यो भने त्यहाँ टालिदिन्छ। यिनीहरूको ऊ भइसक्यो, दुईवटा गाडी हुन्छ, एउटा निकाल्ने एउटा राख्ने, एउटा निकाल्ने एउटा राख्ने, यसरी चाहिँ यिनीहरूले गेम खेल्छ है। यहाँ चाहिँ यो पार्किङ पाउनु धेरै गाह्रो छ। यहाँ पुलिस आएर हान्यो भने 500 को चिट हानिदिइहाल्छ, फाइन भन्ने कुरा। यहाँ फेरि पुलिस पनि ड्रेस युनिफर्ममा आउँदैन, सिआइडी जस्तै होइन, नर्मल गाडीमा आउँछ, सिधै 500 को फाइन हालिन्छ है। हिजो भर्खर एउटा साथीले पनि पाएछ 500 को फाइन, यहाँ साइडमा राखेको भएको कारणले। अनि मैले चाहिँ यहाँ राख्ने गरेको छैन है, तर यस्तो चाहिँ अलिकति अब यस्तो छ कि यो पुरै पार्किङ खाली छ तर गर्न मिल्दैन। यहाँ खाली छ, यहाँ गऱ्यो भने 500 को फाइन हुन्छ। दुबईमा पार्किङ धेरै गाह्रो छ, एकदम गाह्रो छ। यो पार्किङमा अलमोस्ट 400-500 दिरहम भनेको